शादी गरे मैले मादल सिकाउँला नि हाउ टु प्ले मादल बस त्यति भए सक्यो त्यहाँ जाल हाल्न लाग्यो कहाँ आजको दिनलाई के सम्झिने विशेष है मलाई मन पराउनेले यसो लाइक कमेन्ट गरेर मलाई नम्बर चाहियो भनेर मेसेज गर्नु होला उहाँ चाहिँ हाम्रो अलि लेजेन्ड हुन्छ है देखिन के यहाँ चाहिँ ल पहिला सबै केटा हाल्नु त यता हाल्नु अब बोल्न आउँछ केटा चटपटे गाइस चटपटे के चटपटे एउटा त दिउ है एउटा मात्र एउटा कोको कोला है ओ दिनेलाई देऊ दिनेलाई खादैन नि भिडियोसँग गिलास देख्दैनौ गिलास हो त्यसले नलाइ म किन ल हाल हाल हाल्दै खतरा खाइहाल्यो कि यो भ्याइदिएला छोडा न अहिले चाहिन्छ के के हुन्छ अनि राख बिर्को लाएर अहिले पुग्दैन मुला मासु झन् किन बर्तन कतिना वाला बे चटपटेमा ओइ तिउने मासु हुन्छ न केटा अन्डा कहाँ छन् रे यो मिलाउँदै अब बनाउँछ के लेख्नु पता हैन यो चाहिँ नुन यासेर त्यही उ देखाइरा होला ट्रेडिसन चाहिँ अगाडि कागज हाल्दै थोरै थोरै है थोरै कागज हाल्नु रातो उसमा देखाएको चाहिँ त्यो विथड्र गरेको हो त्यो ल्याउला जस्तो लाग्छ देखाउँछ हेलो दोस्तहरु खेल्ने गरिरहेको छ यार छ है यस्तै हो हामी जीबीसीको प्रचार हान्दैछौँ यस्तै छ अब रमाइलो त भइहाल्छ नि आउनुस् अर्कोचोटि हाम्रो कलेजमा आउनुस् तपाईँले यसरी ल्याउँछु आउनुस् अर्कोचोटि तपाईँले यति बेला चाहिँ हामीहरू वास्तविक रूपमा भन्नुपर्ने हो भने हामीले भिडियो बनाउँदै बसिरहेको छौँ डुब्यो पनि भिडियो किनेरहेको छौँ हामीहरू यहाँ प्याज काटिरहेको छौँ यति बेला हैन रियालिटी लाग्यो त्यो ल्याउ दिनै ल्याउ त यस्तो छ भाइ यति गरी हो हामी मार्को छ यतिको दुःख ओइ मार्नु भएन कि माथि बस्न लाग्यो कता बस्नलाई हो गिल ल्याउ त अहिले भयो कुनै के पन्ध्र काट्या छ एकदम चौरी गाईको घिउले पहिलो मिठो साथीसँग पिकनिक खाने न्युले उमेरैमा मै पनि छिल्के हुँदो अहिले त बुढो भएर हरिहरि देख बताउनु पर्ने नाच्नलाई जाने कि यतैबाट बुहारी नै लाने कि जुन छ बिचौकी मायाले मैले लागो गुणको नाम मनैमा लेखी देखिने तारा जुन बिचौकी मायाले मैले लागो गुण हे बेमा आको घर बेमा बर्ला कि तारासँग जुन छ बिचौकी मायाले मैले लागो के तपाईँ ज्वाइँ खोजीमा हुनुहुन्छ यतिको मेहनत गर्ने ज्वाइँ हुनुहुन्छ म पनि काम त गर्छु तर आज मेरो डिपार्टमेन्ट योतिर छ कता हो चटपटे चटपटे अघि खाएको चटपटे आऊ बिना यसरी बङ्गलको मासु धेरै टाइमै लाग्दैन नि यस्तो छ बङ्गल खान्छौ तिमी केटाहरूसँग यस्तो बसायो बेला केटाहरू बङ्गल खान्छ कहाँ पूजा खानु त्यही मासुको लागि खाऊ छिटो छिटो आउने खाऊ के छिटो
प्रेम त शान्त हुनुभएको छ कि बोल्नु भएको छैन अघि आइसक्नु भएछ खोलाको छेउमा बसेको कारण संस्कारी छोरा कसैलाई ज्वाइँ चाहिएको छ भनेपछि पहिलो नम्बर उहाँ हुनुहुन्छ हामी बाउनु भयो दोस्रो नम्बरमा उहाँ हुनुहुन्छ थर्डमा उहाँ हुनुहुन्छ फोर्थमा उहाँ हुनुहुन्छ कसलाई ज्वाइँ चाहिएको छ छानी छानी लिनुहोस् है ज्वाइँ मलाई पैसा लाग्नु है फिल्म त्यो नगरेर छोड्दियो उहाँ चाहिँ ढकाल होइन ए दिताल उहाँ चाहिँ खरेल खरेल उहाँ चाहिँ विष्ट उहाँ चाहिँ मोटे जैसी आज हामी अनौपचारिक साथी भेटघाट कार्यक्रममा छौँ आज मेरो सामु यस कार्यक्रमका प्रबन्धकसँग हामी चाहिँ कुरा गर्नेछौँ अनि म चाहिँ छेत्री शर्माजी प्रदीप शर्मा हो बबैको होइन बबै किनाराको पिकमा हामी एउटा नाइट क्याम्प होइन अनि हिरोले मासु पोल्ने चटपटे खाने रमाइलो साथीभाइ सबै छन् र हाम्रो ग्रुपको नाम चाहिँ के रहेको छ म्याथमेटिक्स सुपर किङ अर्थात् एमकेएस एमएसके भएको छ यति बेला चाहिँ हामीहरू होइन सबै केटाहरू आफ्नो आफ्नो सुरमा छन् होइन विनयले चाहिँ यति बेला मासु पोल्दैछन् त सरोजले पनि लाइट देखाएर साथ दिँदैछ होइन यति बेला लास्टै रमाइलो भएर पाण्डुले निकालेर सबै कुराहरू हामीहरू रमाइलो भइरहेको छ यति बेला होइन तपाईँहरू देख्न सक्नुहुन्छ पुरै रमाइलो छ यो रमाइलो कलरलाई हजुरहरूसँग हामीले बाँड्न चाहन्छौँ आजको मेन चिफ चाहिँ मेन सेफ चाहिँ उहाँ हुनुहुन्छ हेर्नु त उहाँको पसिनाले पनि ओहो बताइरहेको छ मेन चिफ नै हो भनेर मासुको र उहाँ हुनुहुन्छ हाम्रो एकलौटे भान्से पुरै अलराउन्डर आगो बाल्नेदेखि पकाउनेदेखि अलराउन्डर तपाईँलाई अनुहार हेर्नु भएको बिल्कुल चोर जस्तै देखिया त तर चोर चाहिँ होइन मेरो नजिकै रहनुभएको साथी ओहो उहाँलाई तपाईँलाई मैले भनिसकेँ ज्वाइँ खोज्दै हुनुहुन्छ उहाँदेखि गतिलो ज्वाइँ कोही पनि छैन है घरको काम सँगसँगै पढाइ सँगसँगै पढाउने तरिका पनि फेरि किन भन्दाखेरि उहाँ पनि एक शिक्षक पेसामा हुनुहुन्छ अहिले आबद्ध हुनुहुन्छ त्यही भएर उहाँको बोली गाना बोली अनि उहाँको भाषा हेर्नु सुनिहाल्नुहोस् दोहोरी ल सुन्न चाहनुहुन्छ मलाई नै रोज्नु है तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण बिर्स्यौ कि मायाले मैले कपिराइट लाग्ला है कातोलामा विष्णु मङ्गलम करे दोचे मङ्गलाय तनौरी अहिले ज्वाइँ हुन नसकेका आजको कार्यक्रम की जय यस मासु खाने की जय जाने ती हान्दिनु गर्दैन प्रभु सबले पाए फुल लगाऊ मैले मात्र कट्टु ल्याएर तपाईले कसैलाई मिस गरिराख्नु भएको छ मनको धोको मनैले फेर्छन् कि जतिबाट कसैले गएपछि नाच्छन् कि अहिले विपत्ता हुन्छ तपाईले कसैले मिस गरिराख्नु भएको छ एकदमै मेरो उनी चन्द्रमा भन्दा सुन्दा चाहिँ बरु चन्द्रमा दाल तर उनी कहाँ छिन् उनी सायद जन्मिन बिर्से जस्तो लागेको छ पीडा भएछ त साथी ठुलो पीडा मनालिएर यस्तो चोरी खाना पल्केको ढाडे बिरालो चोरी खाना पल्केको ढाडे बिरालो झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म नारीको परेली झिम झिम हो परेली झिम झिम हो मलाई पनि इसारा दिम दिम हो माया जाल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म सानो क्या राम्री नाचे क्या राम्रो नाचे कि एउटा कम्मर दुई ठाउँमा माचे कि माया जाल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म हरिओम मगलम कस्तो न कस्तो छ कस्तो छ माया जाल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म तर दिने सर धेरै माया लाग्छ तपाईको भनेर भिडियो बनाउनु I miss you. We all are missing you. दिनेश सर सबैले सम्झिया छौ त्यो सबैले सम्झिया सबैको दिनेश सर I really miss you दिनेश सर भनी मजा चाहिँ आइराछ तर हेर दिनेश सर पनि आइरहेछ माया जाल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु म यत्रो मासु कोकोले लाने हो दिनेश सर हेर्नु यत्रो कोले खाने हो माया जाल बुन्छु म झिम झिम सानो नझिम क्याउ परेली भुतुकै हुन्छु
झिम झिम सानो नजिमका परेली बुतुक झिम झिम काम गरेको यो बाँकी है निकाल मोटे मागुर स्टार्ट यहाँ कहाँ त्यसै स्टार्ट हुन्छ सुबह साइड हानेर एउटा दोरी हानेर बल्ल स्टार्ट हुन्छ ओइ मा सबैले ग्लास सफा सुगार जस्तो गर्यो यस्तो अँध्यारो छ है अँध्यारो यस्तो छ हाम्रो नि पारा यस्तो छ लाइटिङ साइटिङको व्यवस्था पनि छ फेरि जसलाई फोकस गर्न नि सक्छ है यो कोको कोलामा अर्कै रियाक्सन छ है यो लभ रियाक्सन हो कि यो अहिले ल प्रेम दोष उहाँको बोलीमै जादु छ है यो भनेको अब साथीहरुको निकै गायक पनि मलाई त्यो चाहिन्छ माया इन्टरटेनमेन्ट पार्नु भन्ने पर्छ समग्रमा अब हाम्रो खानपिन समापन भएको छ र समापन कार्यक्रममा अन्तिममा हाम्रा प्रिय मित्रहरूले एउटा दोरी फोकस यति बेला अन्तिममै छौँ अब चाहिँ बिहेमा गएर हात भरि नाच्ने काम हुन्छ आज बनभोग बरियो माया जल बुन्छु म झिम झिम सानो नजिमका परेली बुतुकै हुन्छु म नजिक थियो टाढा भाइयो टाढै भागियो अब हामी घरतिर लागियो माया जल बुन्छु म झिम झिम सानो नजिमका परेली बुतुकै हुन्छु म बिहेको बिचमा आइसकेका छौँ एकछिनमा हामी गर्नेछौँ त्यो हामी ल हामी चाहिँ बिहाको डेस्टिनेसन पुगिसकेको छ रमाइलो छ नि आज बिहा होइन के जान्छ ए बजा हामी खम्मै आउँछौँ क्या फेरि हेर्दा राम्रो देखिँदो रहेछ त हो होइन हेर्नु नि पनि अझैमा दिनु भने लास्ट सानो देखियो बुतुकै हुन्छु म मेरो होइन सर उतै सर्या छ साह्रै नै मर्या छ माया जल बुन्छु म झिम झिम सानो नझिम्क्याउ परेली बुतुकै हुन्छु म बजाउने वाला काम You
यिनीहरू चारैजना सर हुन्छ अरे कुन स्कुलले राखेछ यो बिग्रेको स्कुल निम्बल बिग्रेको स्कुल दिव्यास बिग्रेको स्कुल हामीले हुक्कै बनाइसकेका छौँ यहाँ गिरिज बिग्रेको स्कुल यस्ता मास्टर राखेन रातिको 3 बजे हिजो दिउँसोबाट नाच्न लागेका हुन् यिनीहरू बिजोग बनाए यिनीहरूले मास्टर भनेर कसले उ गर्ला यिनीहरूलाई हजुर अमितको जस्तो खानु पर्यो सक्दैन मेरो